फेरि होटल निगममा लोकल कुखुराको सुप बनाउँदैछु। यसमा चाहिने सामग्रीहरू चाहिँ यो भयो प्याज, यो टमाटर, यो हरियो धनिया, यो चाहिँ जिराको पाउडर, यो भयो धनियाको पाउडर, यो चाहिँ अदुवा लसुनको पेस्ट। म चाहिँ सामान्य तरिकाले बनाउँछु, गाउँले तरिकाले। अब हजुरहरूलाई कस्तो लाग्छ म तपाईँलाई पकाएपछि हजुरहरूलाई म देखाउँछु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। म चाहिँ एउटा गाउँले तरिकाले बनाउँछु होटल निगममा अर्कडेमा। यदि हजुरहरू पनि लोकल कुखुराको सुप तातो खानुहुन्छ भने होटल निगमलाई सम्झिनु होला। हस्त धन्यवाद। अब यहाँ म पकाउँदैछु। म तेल हाल्दैछु। तेल हालिसकेपछि यो तातिसकेको छ। तेल हालिसकेपछि ज्वानो चाहिँ हाल्छु है। मैले धेरै राम्रो काम गर्छ स्वास्थ्यको लागि। ज्वानो हालेँ। ज्वानो हल्का यो खालिसकेपछि ज्वानो हल्का खालिसकेपछि मैले तपाईँको यो प्याज हालेँ। प्याज हालेपछि त्यो हल्का ग्रेभी भएर राम्रो लाग्छ है। हजुरहरूलाई कस्तो लाग्छ प्याज हालिसकेपछि यहाँ मैले हल्का ब्राउन बनाउँछु। हल्का ब्राउन बनाउँछु। हल्का ब्राउन भइसकेपछि चाहिँ यसलाई मैले बेसार हालेँ। बेसार हालेपछि बेसार हालेर हल्का चलाएपछि ब्राउन हुन्छ। यो जिजी पेस्ट लगाउनुहोस्, अदुवा लसुनको पेस्ट। अदुवा लसुनको पेस्ट हालिसकेपछि मैले यो जिराको धुलो हालेँ। जिराको धुलो हालिसकेपछि फेरि म हालिसकेको यो धनियाको पाउडर। धनियाको पाउडर हालिसकेपछि हल्का पानी हालेँ मैले। पानी हालेर त्यसलाई एकछिन मसला पाकिसकेपछि मसला पाकिदिनुपर्छ। मसला हल्का पाकिसकेपछि मैले धनिया पनि हालेँ। यो धनिया चाहिँ के को लागि अगाडि हालेको हो भने हरियो धनियाले चाहिँ लोकल कुखुराको सुपमा राम्रो स्वादिलो चाहिँ टेस्ट दिन्छ। यो अलिकति पानी हालेँ। पानी हालिसकेपछि यसलाई एकछिन पकाउने। अब 5 मिनट जति हामीले मसला पकाइसक्यौँ। मसला पकाइसकेपछि अहिले जुन चाहिँ लोकल कुखुरा यसलाई लगाइदिने। लगाइदिएर चाहिँ यसलाई मजाले पकाइदिनुहोस्। र अब यसलाई हामी अलिक पाकेपछि तपाईँलाई फेरि अर्को उसमा देखाउँछु। गाइस हाम्रो लोकल कुखुरा पनि अब पाक्यो होला। अलिक पकाएको मान्छे हाम्रो त्यस्तो भयो। हो यो चाहिँ हामी गेस्टहरूलाई दिँदैछौँ 8 प्लेट। गेस्टहरूलाई दिँदैछौँ। माथिबाट धनियाको पत्ता हालेर गेस्टहरूलाई दिँदैछौँ। फेरि हामी गेस्टहरूलाई दिँदैछौँ।